I'm standing right in front of the house which is 200 years old. Hello. Oh. यो कति पुरानो 200 साल पुरानो मुनिबाट चल ठीक छ नि ओके किलाहरु So I am standing right in front of the house which is 200 years old. Sikkim में I think this is the oldest house होला है पता नहीं oldest हो सकता है. So we just got to know that this is the 200 years पुराना घर in Sikkim. Currently I am in Soreng. So I just want you guys to actually I wanted a home tour लेकिन यहाँ पे I don't think people are quite comfortable giving a home tour but this is the design like पहले वाला घर कैसा होता था and still today they have maintained it so well. और अभी भी ज़्यादा हुन्छ त्यस्तो हजुर हजुर पोसको मुनि चाहिँ ढुङ्गा हजुर अङ्कल हजुर आउनुहोस् न तपाईँ चाहिँ यहाँ घरको ओनर बाजेले बनाएको घर हो बाजेले बनाएको सबै ठाउँ यस्तो छ अब यो हामीले सिमेन्टको पोस्ट लाउनु हुन्छ घाटमा फाइदा खोल्नु पर्यो नि फोन त उठाइछ नि यहाँ चाहिँ पहिले ढुङ्गा राख्यो यो चिल्लो गरेर काट्यो खाटो खाएर यो पोस्ट हेर्नुहोस् हो माछामा छ लामो काठले बनाउँदैछ नि यो माला अच्छा पायो माला अब जस्तो माला कसरी बल र दिमाग कुराहरू बनाएको अहिले यस्तो बनाउने मान्छे छैन अहिले होइन त यो त राम्रो छ त यत्तिकै तपाईँले राख्दा हुन्छ त बस्छ मान्छे चाहिँ यहाँ आफै बस्नुहुन्छ घरभित्र माथि रुमहरू छ उहिलेको अब उहिलेको जमानामा चाहिँ किचन अब यो अहिलेको गेस्ट रुममा चाहिँ सिटिङ रुममा चाहिँ भन्ने हुन्छ होइन अब तपाईँहरूलाई त धेरै पाउने भएको मान्छे अब हामी चाहिँ यहाँ त्यही छ रहेछ अहिले उहिले चाहिँ अब काठ गर्दैन त्यसमा पार्टिसन लगायो एकपट्टि चाहिँ त्यो भनेर पाहुना राख्ने भित्र जस्तो छ त्यस्तै त्यस्तै छ जस्तो त्यस्तै छ अन्त यहाँ चाहिँ चुलाको थियो नि सिस्टम त्यही भात पकाउँथ्यो नि माथि चढ्छ भनेर नि यो माथि काठ ओछ्याएर यसको माथि माटो राखेर चाहिँ टिन लाएर चाहिँ आगो हजुर मान्छे नदेखि त थत्रे गरेको हेर्नु त उहाँलाई सरम लाग्छ नि होइन टाढोबाट मात्रै अलिकति झिलिक्कै मात्रै सरम लाग्छ भन्नु यस्तोमा बस्नु बस्तीको मान्छे जुन चाहिँ काठ देखायो नि यहाँ चाहिँ चुला छ यहाँ चाहिँ चुला थियो अहिले चाहिँ यहाँ छैन खानाहरू अहिले चाहिँ अब किचन बनायो सबै मान्छेले भन्यो पहिला चाहिँ सानो सानो फेप्टा चाहिँ यसो खेल्नु दैलो हजुर अनि त्यो पछाडि सबै आउने गाउँघरको मान्छे आयो अब तपाईँ जस्तो मान्छे अब के अन्धेरो हो हुनु अन्धेरो थियो लाइट छ अन्त पहिला चाहिँ थियो चिम भनेको चिम भनेको चाहिँ परेङको के हो त्यो कुटेर चिम्टा जस्तो बना हजुर अनि त्यसले चाहिँ अब माथि छायो यसको जस्तो अहिले पो अन्धेरो अलि उज्यालो पछि पहिला काटी फ्याँक्यो नि हामीले उनीहरू मिस्त्री लगाएर नभए चाहिँ तल झ्याप्पै थियो छाता जस्तो बाहिर होवाल्ला गरेर पनि भित्र नसुन्थ्यो पानी जत्रै आयो थाहा पाउँथ्यो यो काठ पनि अब 200 वर्षै पुरानो भयो त्यति नै भएको अब जति घर भने अब अहिले तपाईँलाई देखाइ खान्छ यो हेर्नुहोस् न यत्रो लामो आएको छ कि यहीँ पनि छेड परेर त्यहीँ छेड परेर लाग्छ यो चाहिँ सानसानो बाँस माथि चाहिँ मालिङ हो सिडी देख्नु न सिडी कालामा चढ्नुको लागि यहाँ चाहिँ सामान के राख्नुको लागि यस्तो एउटै गोटो एउटै भयो अब यो चाहिँ आफै सुत्छु होइन नखाउनुहोस् मैला हुन्छ
बस्ती घरहरूतिर अब साफसफाइ छैन। हजुर योहरू पनि पहिलाकै हो नि पहिलाकै हजुर पहिला चाहिँ के थियो भने चाहिँ यो चाहिँ डेममै थियो। हजुर आधी धान आधी मकै राख्थ्यो छडाएर धान कुटेर अन्त अब हाम्रो पालामा धान छैन अन्त काट्यो के राख्यो खाचाक तर मजाले जोगाएर राख्नु भएको रहेछ अहिलेसम्म। हजुर तपाईँहरू चाहिँ के गर्नुहुन्छ? के गर्छ फार्मर फार्मिङ फार्मिङ्स फार्मिङ है। हेर्नुहोस् न अहिले बसेको हजुर ठिकै छ। अन्त अहिले यता साइडको चाहिँ नयाँ घरहरू बनाउनु भएको? त्यहाँदेखि बस्छ यही बस्दा बस्दै यो यसरी मसिनो घरहरू चाहिँ बनाएको। ए हजुर कति उमेर पुग्नुभयो? अम्म यो सिडी हेर्नु नि कस्तो दामी। त्यो सिँढी माथि चढ्नुको लागि सम्बन्धमा राख्नु। पहिला चाहिँ यस्तो सिडी हुन्थ्यो नि? हजुर पहिला यस्तै सिँढी हुन्थ्यो। त्यहाँदेखि चाहिँ यहाँबाट चाहिँ चढ्नु खै ट्राई गरौँ त अलिकति चढिन्छ कि चढ्दैन। चढ्छ त ए यहाँ समात्नुहोस् त्यो कपमा छ हो तल्लो फाटो हो छैन सामानमा छ त्यो के तपाईँ यहाँ चाहिँ डोकोहरू राख्नु डोको राख्छ नाङ्लो थुम्से के अब सामान अब राख्नुहरू लड्नुहुन्छ। कडामा बलियो रहेछ यो पनि। यो कडा काटा चाँपको के रहेछ अब मुडै लिएर चाहिँ ताचेर बनाएको। हजुर कहाँबाट पाल्नु भएको? हजुर म त गान्तोककै हो अनि यता भाइतिर नक्कु। हजुर यतातिर चाहिँ उयोहरू चाहिँ ए मजाले रोप्नु भएको रहेछ। अहिले गयो सिजन बस्छु मतलब हामी जम्छ मजाकै। यो त डल्ले खोर्सानी होइन नि है? डल्ले खोर्सानी अब ज्यानमा के भन्छ ठुलो खालको रहेछ नि अलिक। यता चाहिँ गाई गोठ कतिवटा गाई पाल्नु भएको छ? अहिले घटायो कतिवटा? एउटा बाछा कुखुरा पनि रहेछ। यो चाहिँ के हो पर? के हो मानमा? कोदो हो ए यहाँबाट हजुर यहाँ कुन चाहिँ फुल मार्नुहुन्छ? के भन्छ आधी आधी खोर्सानी हजुर ठिक चाहिँ अलिअलि चाहिँ फुले रहेछ नि? हजुर अब यो चाहिँ डाउन सिजन डाउन भएको अब यसलाई फ्याँक्नु पर्ने छ झ्याएको छैन नि। ए यसको बादमा चाहिँ फेरि अर्को हजुर यो फ्याँकेको बादमा चाहिँ बुटुल्नु आउँछ यसलाई पानी लगाएर त्यो जग्गा बनाउनुपर्छ। बेच्नुहुन्छ अङ्कल यो चाहिँ के? हजुर बेच्नुहुन्छ के? बेच्छु हामीले 3 रुपियाँ 5 रुपियाँ गोटा। 5 रुपियाँले फाइदा हुन्छ नि? अब भएन भने त अब के गर्नु बस्तीमा तिर्सेर आफै बजार लानु सक्दैन फर्केरै आउँछ व्यापारी आएर सिधा दिँदैन नि हामीलाई। हजुर अन्त यो चाहिँ लौकाको हो। यता पनि रहेछ है? यता पनि पहेँलो कलरको त रहेछ। यो अहिले झकमक थियो पहिला अहिले तपाईँलाई अलिक ढिलो आउनु भएन अब झकमक थियो मजाले फुल्छ है? हजुर 2 रुपियाँ 3 रुपियाँ गोटा दिन्छ। मैले त्यसै अब यो काठ हुन्छ देवल लड्छ होला भनेर सफा गरेर यहाँ मुनि उब्जाउनु हुन्छ? यो मुनिको आगो फुक्नु मतलब? अब आगो लगाउनु पऱ्यो त्यहाँदेखि अलैँची त्यहाँ माथि सुकाउनुको लागि? सुकाउनु पऱ्यो। ए अलैँची पनि बेच्नुहुन्छ? बस्तीमा बस्यो कामै त्यस्तै के भन्नु अलैँची बेच्यो भने त धनी हुन्छ भन्छ। आशा के यता चाहिँ अङ्कल So this is a place where cardamom is being dried है सुकाउँछ नि त यहाँनिर
ओके राम्रो लाग्यो तपाईँको घर हामीलाई चाहिँ अब देखाउन सरम मात्रै गर्नु मैले हजुर हामी नेपाली भन्छ हजुर हजुर थ्याङ्क यू उनीहरूको आउँदैन कतिले पसन्द नभन्छ ए हजुर यता चाहिँ यो के हो ए मजाले बनाएर राख्नु कम्पाउन्ड हुन्छ अङ्कल थ्याङ्क यू बाई बाई